नमस्कार, तपाईलाई स्वागत छ हाम्रो च्यानलमा। आज हामी निकै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ। सिमेन्टको मूल्य किन बढ्छ? अहिले जसरी नेपालमा सिमेन्टको मूल्य बढिरहेको छ, यो के कारणले बढिरहेको छ भन्ने कुरामा आज तपाईहरुलाई बताउन गइरहेको छु। के कारणले सिमेन्टको मूल्य बढ्छ त? निर्माण सामग्री मध्ये सिमेन्ट एउटा मुख्य वस्तु हो, जसको मूल्य बढ्दा घर, पुल, बाटोघाटो जस्ता संरचनाहरू बनाउन महँगो पर्छ। आज हामी सिमेन्टको मूल्य बढ्नुको 10 कारणहरू तपाईहरुलाई स्पष्ट रूपमा बताउने छौँ। भिडियो पुरा हेर्नुहोस् ताकि तपाईलाई सबै जानकारी प्राप्त होस्। नम्बर 1 मा रहेको छ कच्चा पदार्थको लागत बढ्नु। सिमेन्ट बनाउन चुनापत्थर, बालुवा, जिप्सम, क्ले जस्ता कच्चा पदार्थहरू आवश्यक पर्दछ। यी सामग्रीहरू आयात गर्नुपर्दा डलरको भाव वा ढुवानी खर्च बढ्दा सिमेन्टको मूल्यमा असर पर्छ। नम्बर 2 मा रहेको छ इन्धनको मूल्य वृद्धि। सिमेन्ट उत्पादनका लागि कोइला, डिजेल, बिजुली जस्ता ऊर्जा शक्ति चाहिन्छ। यदि पेट्रोलियम पदार्थ वा बिजुली महँगो भयो भने सिमेन्ट उद्योगको उत्पादन लागत बढ्छ, त्यसैले सिमेन्टको भाव बढ्छ। तेस्रो कारण रहेको छ ढुवानी खर्च बढ्नु। सिमेन्ट फ्याक्ट्रीबाट बजारसम्म सिमेन्ट पुर्याउँदा ट्रक, रेल, पानी जहाज जस्ता सवारी साधनहरू प्रयोग गरिन्छ। यदि इन्धनको मूल्य बढ्यो वा सडक कर महँगो भयो भने सिमेन्टको ढुवानी खर्च बढ्छ, जसले गर्दा सिमेन्टको खुद्रा मूल्यमा डाइरेक्टली असर गर्दछ। नम्बर 4 मा रहेको छ सरकारको कर नीतिहरू। सरकारले सिमेन्ट उद्योगमा भन्सार, भ्याट, उत्पादन कर जस्ता विभिन्न कर लगाउन सक्छन्। यदि करहरू बढे सिमेन्टको मूल्य सोझै असर पर्दछ र यो कारणले पनि मेजरले चाहिँ सिमेन्टको भाव बढिरहेको छ। नम्बर 5 मा रहेको छ बजारमा आपूर्ति र माग। यदि कुनै विशेष परियोजनाहरू जस्तै ठूला पुल, सडक, हाइड्रो पावर निर्माण भइरहेको छ भने सिमेन्टको माग बढ्छ। जब माग अत्यधिक हुन्छ तर आपूर्तिमा कम हुन्छ, मूल्य स्वाभाविक रूपमा बढ्न जान्छ। नम्बर 6 मा रहेको छ डलरको विनिमय दर, जस्तै डलरको एक्सचेन्ज रेट। नेपालमा धेरै कच्चा पदार्थ विदेशबाट आयात गरिन्छ। यदि डलरको भाव बढ्यो भने सिमेन्टको उत्पादन लागत बढ्ने हुनाले सिमेन्टको मूल्य सोझै बढ्नेछ। नम्बर 7 मा रहेको छ प्राकृतिक प्रकोप र मौसम। भारी वर्षा, बाढी, भूकम्प जस्ता घटनाहरूले सिमेन्ट उद्योगलाई असर गर्छ। यस्तो बेला सडक बिग्रिनु, आपूर्ति अवरुद्ध हुनु वा फ्याक्ट्री क्षति हुनु जस्ता कारणले मूल्यमा वृद्धि हुन सक्छ। नम्बर 8 मा रहेको छ उद्योगहरूमा हडताल वा मजदुर अभाव जस्ता कार्यहरू भएमा उत्पादनमा प्रभावित हुन्छ। उत्पादन घट्दा आपूर्ति कम हुन्छ, जसले मूल्य बढाउँछ। नम्बर 9 मा रहेको छ ठूला कम्पनीहरूको मूल्य निर्धारण। सिमेन्ट बजारमा केही ठूला कम्पनीहरू छन् जसले मूल्यमा निर्धारण गर्न सक्छ। यदि कम्पनीहरूले मिलेर मूल्य बढाउने निर्णय गरे बजार मूल्य स्वचालित रूपमा बढ्न सक्छ। नम्बर 10 मा रहेको छ आयातमा निर्भरता। नेपाल उत्पादन हुने सिमेन्टले सम्पूर्ण माग धान्न सक्दैन, त्यसैले भारत वा अन्य देशहरूबाट आयात गर्नुपर्ने हुन सक्छ। यदि आयात रोकियो वा भारतमा सिमेन्टको मूल्य बढ्यो, त्यसको असर नेपालमा सिधै देखिन्छ र सिमेन्टको मूल्य बढ्ने गर्दछ। यी 10 कारणले सिमेन्टको मूल्य किन बढ्छ भन्ने कुरा बुझ्न सकिन्छ। अब तपाईलाई थाहा भयो कि